Hello, this is Yama, and I'm going to be talking about confidence and a winning attitude. And I'll be taking questions as well. मेरो इङ्ग्लिस मलाई याद छ मेरो इङ्ग्लिस एकदमै नराम्रो थियो म क्लास 8 मा पढ्थेँ हैन एक्सेलसियरमा पढ्थेँ क्लास 8 मा मेरो एउटा म्याम हुनुहुन्थ्यो समथिङ हेमलेट भन्ने एङ्ग्लो इन्डियन हो एङ्ग्लो इन्डियन भन्नाले इङ्ल्यान्डबाट आएर इन्डियामा बसाएर हैन उहाँ चाहिँ नेपालमा स्कुलमा हामीलाई पढाउनुहुन्थ्यो अनि गीत गाउन बोलाउनु भयो म एकदमै साई क्यारेक्टर अनि म भर्खर गाउँबाट आएको थिएँ त्यतिखेर क्लास 6 मा गाउँबाट आएको थिएँ म अलिअलि इङ्ग्लिस सिक्दै थिएँ गरिङ भन्थेँ मैले हैन भन्थेँ हैन नभए त फाइन तिर्नु पर्थ्यो त्यतिखेर हैन अनि मलाई क्लासमा गीत गाउनु बोलाउनु भयो हैन गीत गाउनु बोलाउनु म अगाडि गएँ लाज लागिरहेको थियो एकदमै साई थिएँ क्या म फेरि अनि म यहाँदेखिबाट यस्तो कपाल कोर्थेँ तेरीको तोरीको तेल लाएँ हैन सो म अब गाउँबाट आएको यु क्यान इमेजिन अब सबैले सुज प्यान्ट लाउँथे मेरो त पुरा 32 इन्चको गो हैन सो अनि म क्लासमा अगाडि गाउनु गएँ अनि मैले पोइजनको एउटा गीत गाएको थिएँ क्या स्माइल समथिङ आई वाज लाइक सो आई ह्याड टु से स्माइल बट आई वाज लाइक स्माइल हुन्छ नि मेरो एक्सन त्यस्तै थियो तर आई वाज मेड फन अफ क्या मेरो क्लासमा इट वाज मेरो लागि सबैभन्दा इम्बेरेसिङ मोमेन्ट लाइफमा वान अफ द मोस्ट इम्बेरेसिङ मोमेन्ट त्यो थियो किनभने मेरो सबै क्लासमेटहरू ममा हाँसिरहेको थियो म्याम पनि म्यामले मलाई नराम्रो भनिरहेको थियो किन भन्दा मेरो इङ्ग्लिस नराम्रो भएर नि त म नि होइन म साई पनि थिएँ मलाई गीत पनि गाउन आउँदैन थियो अहिले पनि आउँदैन खासै होइन तर मैले के रियलाइज गरेँ भने मैले हिन्दी टिभी धेरै हेरिरहेको थिएँ होइन मलाई हिन्दी दामी आउँथ्यो मलाई इङ्ग्लिस आउँदैन थियो मैले के गरेँ हिन्दी हेर्नु बन्द गरेँ इङ्ग्लिस मात्रै हेर्नु थाल्यो अहिले मेरो इङ्ग्लिस ठिकै ठाक होइन सो तपाईँको आफ्नो एटिट्युड पनि हो क्या तपाईँले कसरी लिनुहुन्छ त्यो कुरालाई त्यसको समाधान कसरी गर्नुहुन्छ जे कुरा पनि लजिकले सल्भ हुन्छ जे कुरा पनि वर्ल्डमा हरेक कुरा लजिकले सल्भ हुन्छ तपाईँले राम्रो लजिक लाउनु भयो भने जस्तै युनाइटेड किङडममा उयो नै छैन के अरे कन्स्टिट्युसन नै छैन किनभने उनीहरू सबै लजिकमा हुन्छ नि सबै यो क्राइम हो कि होइन भनेर उनीहरूले लजिकले सल्भ गर्छ रिजनिङले सल्भ गर्छ त्यस्तै लजिक र रिजनिङले तपाईँले पनि तपाईँको आफ्नो इनर क्वेरिजहरू सल्भ गर्न सक्नुहुन्छ जसरी मैले गर्छु होइन तपाईँलाई केही कुरामा अप्ठ्यारो छ भने त्यसलाई ओभरकम गर्ने हो क्या त्योबाट टाढा भाग्ने होइन क्या होइन काठमाडौँमा सर्प थियो भने नि भागेर हुँदैन थियो क्या सर्पसँग कसरी जुझ्ने त भनेर सोच्नु पर्थ्यो क्या हो नि किनभने त्यो तपाईँ प्रब्लमबाट भाग्न सक्नुहुँदैन तपाईँ साई हुनुहुन्छ भने तपाईँ त्यो साइनेस कसरी हटाउने हामी त्यो कुरामा लागौँ होइन तपाईँमा विनिङ एटिट्युड छैन तपाईँ लास्ट बेन्चर हो भने त्यो कुरामा वर्क गरौँ म पनि लास्ट बेन्चरै हो होइन तपाईँमा के छ त तपाईँले आफ्नो कमजोरी पत्ता लगाउनु पऱ्यो क्या पहिला म केमा कमजोर छु अनि त्यसलाई आत्मसात गर्न सक्नु पऱ्यो त्यसलाई फेस गर्न सक्नु पऱ्यो तपाईँको कमजोरी के हो तपाईँलाई एङ्कर हुनु छ एङ्करको क्वालिटिजहरू के हो त होइन त्यसमा तपाईँलाई के पुग्दैन त होइन त्यो कसरी ओभरकम गर्ने हो त्यो हो विनिङ एटिट्युड तपाईँलाई अर्को एङ्करको मिस्टेकबाट सिक्न सक्नुहुन्छ कसैले समाचार भन्दै थियो मजा लागेन जहिले एउटै होइन तपाईँले नयाँ क्रिएट गर्नुहोस् न त त्यो हो विनिङ एटिट्युड जब म 2002 बाट ऱ्याप लेख्नु थालेको होला बिन 12 इयर्स अहिले 2002 बाट तर पिपल न्यू मी 11 इयर्स आई वाज फाइटिङ फ्रम 9 इयर्स विदाउट एनी गेम होइन तर मैले 8 वर्ष मेरो 12 पछाडि गुमाएँ सबैले मलाई नराम्रै भन्थे परिवारले पनि 8 वर्ष छोरा त्यतिकै हल्लेर हिँडेको हेर्दाखेरि नराम्रै भन्ने हो समाजले पनि त्यही भन्ने हो यहाँ खुट्टा तान्नेको कमी छैन होइन तर ममा त्यो विनिङ एटिट्युड थियो मैले सबैलाई के भन्थेँ चुप लाएर बस्नु मलाई मेरो काम गर्नु दिनु मलाई थाहा छ म के गर्दैछु तपाईँले आफूमा कन्फिडेन्स हुनु पऱ्यो क्या दुईवटा अप्सन राखेर हुँदैन क्या लाइफमा कहिले पनि दुईवटा अप्सन राखेर केही हुनेवाला छैन यो भएन भने यो गर्छु यो भएन भने त्यो गर्छु अनि त्यो फिल्ममा मात्रै हो क्या तपाईँलाई जे हुनु छ तपाईँ त्यही हुनुपर्छ त्यसमा अरू कुनै उयो छैन तपाईँलाई हो घरमा प्रब्लम होला
तर त्यो भनेको लुजरहरूले बनाउने एक्सक्युज हो क्या। घरमा प्रब्लम हुँदै गर्छ होइन, किनभने लाइफ त आफ्नो हो नि त होइन। भोलि गएर तपाईँ बाबाआमाले भनेकै मान्छे डक्टरै बन्नु अरे होइन। जस्तै मलाई त डक्टर बनाउनु खोज्नु भएको थियो होइन, म साइन्सको स्टुडेन्ट हो फेरि, मलाई डक्टर बनाउनु खोज्नु भएको थियो। म डक्टरै भयो भने पनि अहिले मैले मेरो जब इन्जोय गरिदिन्थेँ नि त होइन। मैले आमाबाउको लागि आमाबाउलाई थुक्दै होला मैले गरेर डक्टर भएर यस्तो दुःख पाएको गर्नुपर्छ भनेर होइन। आमा बाउ पनि खुसी हुँदैन थियो, किनभने जहिले मैले उनीहरूलाई त्यस्तै भनिरहेको हुन्थेँ होइन, म पनि खुसी देखिन्न थिएँ। सो लिसन टु यर सेल्फ, लिसन टु यर हार्ट होइन। अनि लेट गो अफ अल द ब्याड फिलिङ्स हुन्छ नि, तपाईँलाई के फिलिङ्सले होल्ड ब्याक गरेको जस्तो लाग्छ, जस्ट लेट इट अल गो। त्यो भनेको तपाईँको लागि एकदमै नराम्रो हो क्या।